मित्रहरू हामी नयाँ बस्ती आफाङ गुम्बामा छौँ मित्रहरू। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यो बौद्ध जोर पार्टी हुँदै अब हाम्रो जोर पार्टीबाट यहाँ अब अलिकति तल दक्षिण साइड लगभग 3-4 मिनटभित्र तलतिर पर्छ नयाँ बस्तीमा। हेर्नुहोस् अहिले हामीमा आएका छौँ मित्रहरू। सबैले चाहिँ आउन सक्नुहुन्छ। पूजा चलिरहेको नपाएको हुनसक्छ। अनि यो रुङ भन्ने चाहिँ साङ्गेचुङ्गेको पालादेखि नै अनि त्यहाँदेखि वाङ रुङ हेला भनेर पहिला वाङ हुनु पऱ्यो, त्यसपछि रुङ हुनु पऱ्यो र त्यसको जुन एउटा तरिका किन हामीले ध्यान गर्ने कसरी गर्ने भन्ने त्यो तिनवटा विधि चाहिँ भएर चाहिँ हामी यो बुद्ध धर्ममा अगाडि बढ्न सक्ने, पुण्य आर्जन गर्न सक्ने त्यो भएको हुनाले रुङ चाहिँ एकदम महत्त्वपूर्ण। अनि यो साङ्गेचुङ्गेदेखि पालादेखि त्यो रुङ आइरहेको हुनाले अहिले मैले धेरै कुरोहरू गर्नु डल्लामा कुरो, त्यसै गरी छुसी rinpoche, त्यसै गरिकन राजा rinpoche, त्यसै गरिकन जुन rinpoche ठुल्ठुलो गुरुहरूबाट र अरू गुरुहरूबाट पनि मैले पाएको हुनाले तपाईँहरूले पनि यो नछुटिने गरी त्यसमा सबभन्दा महत्त्वपूर्ण चाहिँ हामीले के हो भन्दाखेरि त्यो गल्ती गर्ने भन्दा पनि हामीले जप भन्ने शब्द छ। हामीले जप गर्ने अनि गुरु rinpocheको जप गर्ने, तेरेसीको जप गर्ने, त्यसै गरिकन साङ्गेचुङ्गेको जप गर्ने। जप भन्ने शब्दले संस्कृतबाट आएको हुनाले जप भन्दाखेरि के हुँदाखेरि हामीले जुन मन्त्र चाहिँ हामीले पढ्छौँ त्यो मन्त्रबाट हामीले सिद्धि प्राप्त गर्ने, त्यो मन्त्रबाट हामी जुन थापा भनेर जुन एउटा निर्वाण प्राप्त गर्ने र साङ्गेचुङ्गेको भोपाङ त्यो जान सक्ने भएको हुनाले जप हुन्छ। जप गर्नु भन्ने कारण जप भन्ने चाहिँ के हो भने मन्त्र जप भन्ने नि शब्द चाहिँ के हो भन्दाखेरि हाम्रो भित्र भएको क्लेशहरू शुद्ध गर्नु भनेको जप। त्यसले गर्दाखेरि हामीले मन्त्र पढ्दाखेरि हामीले केही पनि नसोचेर त्यो मन्त्रबाट फाइदा त हुन्छ धेरै पाउनु। त्यसले गर्दाखेरि पहिलो हामी किन जप गर्दैछौँ भनेर बुझ्नु पऱ्यो। दोस्रो हामीले जप्दाखेरि यिनीको अब कसरी गर्ने भनेर बुझ्नु पऱ्यो। तेस्रो चाहिँ हामीले जप पुरा गरिसकेपछि त्यो पुण्यको परिणाममा गवा भनेर बोला भनेर त्यो तिनवटा चाहिँ हामीले पुरा गर्न सकेपछि हामीले गरेको पुण्य, हामीले गरेको सेवा, हामीले गरेको जुन जति पनि राम्रो कार्य कुशल कर्महरूलाई बुद्ध प्राप्त गर्नको लागि पुरै हामीले आर्जन गर्न सक्ने भएको हुनाले हाम्रो मन शुद्ध हुने भएको हुनाले यो तिनवटा चाहिँ एकदम महत्त्वपूर्ण। त्यो सँगसँगै अनि अब यो रुङ र निम्पलमा छोटकरीमा भन्छु। अनि यसमा चाहिँ तपाईँले पहिलासम्म लागेर चाहिँ क्याम्पस चाहिँ हामी सबैसँगै गर्ने मन्त्र छ त्यसको विषयमा अलिकति जानकारी। अनि त्यसको सुरुवात चाहिँ अनि गुरु rinpocheको छिटिङ सोल्जे र फर्सेलाङ सेल त्यो दुईवटा हामीले पढ्दाखेरि हामीले त्यसमा गुरु rinpocheको जीवनी, गुरु rinpocheको नामथर अनि गुरु rinpocheको जुन एउटा उहाँले दिनुभएको धर्म, हामीले गुरु rinpocheको नामथर हामी धेरैचोटि गुरुहरूबाट सुनिसकेको हुनाले मैले त्यसमा धेरै भन्नु परेन। र जुन हामीले अहिले गरिरहेको धर्म, हामीले गरेको जुन एउटा कालयुनिमा साग्या ढिलो जुनै भने पनि सुरुवात गुरु rinpocheको जुन भोटमा जुन ठिसो देउसे अनि साथै रसिता रोबी सेवा सोचेर अनि गुरु rinpoche हाम्रो तिनजनाबाट नै यो पुरा साङ्गे गुम्बाबाट सुरुवात भएको। अनि त्यहाँबाट हामीले यो धर्म चाहिँ अहिलेसम्म नछुटिरहनु भएको हुनाले हामीले गुरु rinpocheको महत्त्व र
र यसमा घुरेल बोझे चाहिँ हामीले जुन साङ्गे पनि लाउँछ। घुरेल बोझे भन्ने जुन एउटा हामीले विशेष हामीले यो महायान र कचेरियान त्यसै गरेर हाम्रो हिमालयन जातिमा